हामी यो पल्सर बाइकमा 220 को 150 पल्सरमा 220 को चेन स्पेयर राख्दैछौँ। के कस्तो हुन्छ सबैलाई कस्तो लाग्छ तपाईँहरूलाई सल्लाह सुझाव दिनु होला हैन। किन भनेपछि यो चाहिँ अलि लङ टिका हुन्छ क्या, अलि धेरै नै मान्छेको लागि राम्रो छ। अनि त्यसपछि सबै सफा गर्ने चट्ट पारेर राखिदिइहाल्ने हो। लागिहाल्छ नि, ख्याल गर्नुपर्छ। अनि लगभग सबैले राख्दा हुन्छ 150 पल्सरमा 220 को चेन स्पेयर राख्दा चाहिँ राम्रो हुन्छ है। अलि लङ टिक्छ, अलिकति थोरै 200-400 महँगो भए पनि तर राम्रो छ। यो दुईटा बोल्ट चाहिँ राम्रोसँग कस्नु पर्ने हुन्छ हामीले, यहाँ नत्र कस्टमरलाई चाहिँ समस्या पर्छ। अब यो कसिसकेपछि अनि त्यसपछि तपाईँहरूलाई अब यसै कामहरू पऱ्यो भन्नु होला। बाइकको काम सर्लकै रवि अटो पार्ट्समा चाहिँ उपलब्ध गराइन्छ। अनि च्यानललाई ट्याक्क बिचबिचमा यसो सब्सक्राइबहरू पनि गरिदिनु होला। अनि हामीले यसमा हेभी चेन हुन्छ आउँछ, यसमा मोटो चेन राख्दाखेरि चाहिँ कम तानिने हुन्छ, त्यो लुज कम हुन्छ।